स्वागत छ हाम्रो आजको ब्लगमा। हामी जाँदैछौँ शङ्खा सभा डाँडा गाउँ चर्च ओपनिङको यात्रामा। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो यात्रुहरू यतानिर। कस्तो लागिरहेको छ तपाईँहरूलाई? रमाइलो लागिरहेछ हामीलाई। जान एक्साइटेड हुनुहुन्छ? एकदम म दुई साइड हेर नि हालत त तर खराब छ, के हुन्छ? म पनि देखाउने को हिरोइनहरू तिनजना त्यसको फाइदा हो यो आफ्नोबाट तर कहिले काहीँ यसो केमा चलाउने छिमेकी बुढो त यहाँ पनि भ्लगमा हुनुहुन्छ। भेडेटारको अवस्था, मौसमको अवस्था भनेर गाइस हामी चाहिँ खतबारी ओलिसाइसम्म गुरुङचोक तलतिर होइन। अब हामी जाँदैछौँ। कहाँ पुग्यो हाम्रो सामान चाहिँ हामीले? हजुर नाना, हामीले सामान चाहिँ यहाँनिर राखेको छौँ होइन। अब भोलि बिहान आएर यहाँनिर फेरि टक्कासँग लिने अनि फेरि भोलि अर्को यात्रा छ गाइस। कस्तो गाह्रो भइरहेको छ होइन, तपाईँलाई के भन्नु। किसान चाहिँ कति खुसी हो। लु मलाई देखाउ त। भएन होला। स्वागत छ तपाईँहरूलाई हाम्रो खतबारीमा। सुन्तला यता दे तर भरे जोड्नुपर्छ भिडियोमा ल। हामी चाहिँ उहाँ भाउजूको घरमा छौँ आज। रेस्टुरेन्ट हाई गरिदिनुहोस् त यता। हाई नेपाल गर्दैौ न। गर्दैन उसले बिचरा, अघि गरेर काबु। हेलो जयमती, गुड इभिनिङ सबैजनालाई स्वागत छ। हामी चाहिँ हामी यहाँ खतबारीमा हाम्रो चटपट पार्टी हुँदैछ। कोक्दिउ गाडीले हल्का माथिको अवस्था जाँदै जाँदै आज त सबैजनालाई माथ्यो होइन। मैले पनि साथ दिएँ आज। मिस यता के छ खबर? अलिक फ्रेस भइसक्नु भयो। हामी भरे सुत्ने रुम हो यहाँनिर। जो यता हाई गरिदिनु त। हाई माया, बाई बाई। बार्नै पर्ने। ओके यो चाहिँ मेरो खाना हो। हाम्रो माथि जाने गाडी चाहिँ है गाइस। हेलो एभ्रिवान, सबैजनालाई हामी आज दोस्रो दिन हामी जाँदैछौँ अलाइपुर यात्रामा। हाम्रो मौसम यस्तो छ गाइस, हाम्रो हेलिकप्टर यस्तो छ, भुटुटुटुटु उड्दैछ। लाग्छ फोन झर्दैन नि। क्यामेरामा भन्दा नि दामी छ कि रियलमा चाहिँ खासमा। मिस तपाईँ त्यस्तो नहुनु त कृपया। उठ्नुहोस्। वाउ दामी लाग्यो साँच्चै भनेको। भित्रभन्दा चाहिँ बाहिर ठिक छ नि। सबैजनालाई के भन्नु, हामी मिस गरिरहेको छौँ एकदम। यताको भ्यू यस्तो दामी छ कि नदेखेको क्यामेराले। यहाँको सिन नै दामी क्या, भ्यू चाहिँ एकदम मजाको छ नि त। मेरो एकदम गाह्रोमा पुग्न नहुने अवस्थामा हुनुहुन्छ हाम्रो भाइहरू।
कस्तो हुँदैछ दादा वेदर त एकदम बबाल बब्बाल देखेको भए पो त हल्ले क्यामेरामा भनेको मैले देखिसकेँ कि क्यामेराले देख्दैन नि त बुन्दुकले हान्नु वाह झर्ना कस्तो दामी इतना खूबसूरत जगह आप किसने भी नहीं देखा होगा कभी भी हामी चाहिँ अब पिक्वाबाट माथि चढ्यो मेरो चाहिँ भारी एकछिनबाट हुन्छ है पालो पालो मेरो चोर्नु भयो नि यता अलिक किन होइन 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 हामी चाहिँ माथि आएर बस्दैछौँ र हाम्रो यात्रा चाहिँ सुरु भइरहेछ मुनि चाहिँ आउनुहुँदैछ हेर्नु सक्नुहुनेछ तपाईँहरूले बाटो यस्तै रहेछ साह्रो सजिलो छ छुयौँ हामी त जय बाबु त्यसले हौडे भनेको क्या छिटो आमै छिटो तिर्खा लाग्यो डेमा थियो नि त डेमा नभएको भए त खोइ विश्वास हामी त अहिले आएको होइन यहाँ तिर्खा लागेर त्यही क्या तिर्खै मेटिसक्यो बस्दा बस्दा खान्छ हुन्छ तर साह्रो ठग्दै आउनु हो तपाईँ साँच्ची भनेको हामी त आधी घन्टा भयो नि यहाँ आएको पर्खेको दाजु सन्चै हुनुहुन्छ दाजु गलेको बेलामा पाकेको केरा खाऊ यहाँ देखा न काट्दै गर्नु भएको हो पानी प्लिज पानी त माथि जाम न अब हाम्रो रेस्ट टाइम कहाँ उठे छैन नि त सके हाम्रो यात्रीहरू कतै नुहाएको खोइ खोइ पनि बोल्नु हुँदैन दाजु हो हुन्छ नाना अब चाहिँ हामी यो उकालो जाँदैछौँ गाइस त्यो भुजाको पोका चाहिँ कसले छोड्यो ल यस्तो दामी ठाउँ ओके यो चाहिँ मेरो भारी हो गाइस भारी पनि बोकिदिनु पऱ्यो यस्तो मजा छ हामीलाई अब आधी बाटो मात्रै हो हामी पुगिहालेको ए मेरो भारी चाहिँ गाइस यस्तो दुईटा होइन तर हल्कै छ यहाँको सिन चाहिँ होइन यस्तो दामी भ्यू छ नि एकदम दामी दामी गाई ए हाम्रो उकालो चाहिँ यस्तो हो एकदम सँगले दामी भइरहेको छ तपाईँलाई कस्तो लागिरहेको छ गाइस ओके वाउ के हुन्छ नि भ्युज देखेर नै के भन्नु अब जानु
वाउ कस्तो दामी थियो क्या अगाडिबाट छिटो आउनु छिटो 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 स्वर्ग जाने सिडी आनन्द छ मेरो भारी ठिक छ ठिक छ ठिक छ एकदम सुहाउने भाइ बहिनीले माया गरेर सबै बोकिदिनु भयो अब के गर्नु अध्यारो देख्दो रहेछ तर यस्तो रहेछ दामी देख्दो रहेछ नि त ब्याग चाहिँ दामी छ गाइस होइन मेरो फोन यही छ नानाकोबाट फोन भिडियो गरेको दामी छ गाइस ल्याउज चटपटी पाटी नि खानुस् स्मृति खानुस् तपाईँ स्मृति खाँदै आएको त हो मान्छेको नाममा बाँदर हिमाल पर हिमाल स्मृति चाहिँ मन पराउनु भएन अब त हाम्रो उकालो गाइज बाटो जस्तो हो स्वर्गको सिडी होइन यहाँ स्वर्गदूतहरू यता हाई भनिदिनु त नाना यता स्वर्गदूतहरू एकदम गाह्रो अवस्था भारीहरू वाउ अँध्यारो भयो त देख्दैन क्या होइन नि हिमाल त देखेको छैन हामी चाहिँ राति स्कुल डाँडा कालेब दाजुहरूको घरमा खाना खाएर बेलुका 11 बजे राति चाहिँ पास्टर रब र मामाको घरमा आइपुगेका थियौँ मामाको घर यो बिहानी फोन अर्कै यो चाहिँ खसीको मासु गाइस यता कुखुराको मासु हाम्रो मिसले बनाउनु हुँदैछ हामी बसेको घर यहाँ अब्रा मामाको घर भाडा यहाँ माथि हाम्रो खसी पार्टी हुँदैछ एकदम यहाँ एकदम लुकेर खानुहुँदैछ भनेर पनि भन्नु मिलेन यहाँ काम गरेर खानुहुँदैछ खसीको मासु चोर त नभन्नु पनि होला घर मालिकहरू यहीँ हुनुहुन्छ दुई खुट्टे स्याल खसीको पुच्छर देखि आएको छ अनि माथि हिमालदेखि मक्काले हिमालदेखि भेला भएको छ स्याल हेर्नु नि देखाउनु आयो के हो त्यो पुच्छर रहेछ क्या पुछ र खुट्टा ए माइजो खुट्टाइ खसीको मासुमा पनि खाँदैछु खुट्टा पोलेर तिमीले त नि सिक्किम जाँदै खाएर नि त बानी चाहिँ भएको यता पनि एकजना हुनुहुन्छ है चाख्नुहोस् न छिटो चाख्नुहोस् न छिटो छिटो चामलिङले छुनु पनि नहुने उसको गुले पनि पार्नु नहुने रे अब प्रभुलाई पाएपछि चाहिँ उ त्यसरी है हो यता पनि पुरै खाँदैन थियो असल चाहिँ पनि के भइगएको हाम्रो निनी मोटाएर नि कस्तो दामी आएको क्या दादाहरूको घर आइपुग्यौँ दादाको घर देमा जेमेस देमा यस्तो कान्छ हाम्रो हुन्छ दादाले दिनुभयो धन्यवाद दादाको घर गाइस हाम्रो यात्रा कन्टिन्यू छ 3 दिन भयो भारी बोकाइन्दै हिजो चाहिँ भारी त नाना हो इधर लुक
भिडियो दिदी पुरा पोजमा बस्दैछ हुन्छ हुन्छ ओइ म बाँडिदिन्छु नि अस्मी आनी हाम्रो जुन किरी भाउजू अनि हाम्रो पास्टर दाजु हाम्रो सेनाहरू यता आउनुहुँदैछ बाटो हुँदै आउनुहुन्छ अरे के यस्तो नपत्याएको हामी चाहिँ चर्चको छेउमा आइसकेको छ हाम्रो गन्तव्य हो हेर्नुहोस् त चर्च तपाईँले देख्न सक्नुहुन्छ हामी जाँदैछौँ अहिलेदेखिको पर्खेको होइन हामीले चाहिँ भर्खर यहाँनिर डेकोरेसन गरिसकेका छौँ हेर्नुहोस् बेलुन नपुगेर बेलुन चाहिँ मात्रै लगाएको छ भिडियो गरे ल भन्नु के भन्नु नि हेलो गुड मर्निङ भन्दै तपाईहरुलाई स्वागत छ हेलो गुड मर्निङ हेलो गुड मर्निङ वेलकम मलाई गो इभिनिङ यिर्मया कहाँ आएको परमप्रभुको वचन यही हो परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्देश घोषणा गर परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्ने हे यहुदाका सबै मानिस हो परमप्रभुको वचन सुन हाम्रो आदरणीय पशुपतिमा सम्पूर्ण उपस्थित अनि भक्तजनहरूमा जय मसी साथै नमस्कार हुन्छ म तपाईँहरूको माझमा अनि नयाँ करार मत्तीको सुसमाचारबाट पाठ गर्नेछु मत्तीको सुसमाचार 21 अध्यायको 12 देखि 16 पदमा यसो लेखेको छ यसो परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो र हाम्रो वैदेशिक सेवीका अस्मिता धन्यवाद उहाँले भएको पाठ गर्न हुन्छ हामी सबै मिलेर प्रार्थना गर्नेछौँ र यहाँनिर हामी रिबन काटिसक्नेछौँ अनि ढोका स्थानीय एल्डर बाउले खोल्नु नै छ र त्यस पश्चात चाहिँ हाम्रो युवा भाइ बहिनी अघि सरेर चाहिँ अनि धन्यवादी भई ढोकाभित्र पस्ने छ भन्दै अनि भजन गाउँदै अनि हाम्रो एल्डर बाउको साथमा अघि सर्नुहुनेछ धन्यवाद छ स्वर्गीय पिता पुत्र पवित्र आत्मा परमप्रभु येशू सबै गरी हामी तपाईँलाई धन्यवाद दिन्छौँ हामीलाई सहायता गर्नुभयो हाम्रो मण्डलीलाई सहायता गर्नुभएको लागि धन्यवाद छ र प्रभु अब विशेष गरी जति यो फोन हजुर प्रयोग गर्नका लागि तपाईँसँग हामी अनुमति माग्छौँ र प्रभु येशूलाई यो रिबन काटेर हामी ढोकाभित्र पढ्नेछौँ जतिजना यो ढोकाभित्र पस्नेहरूले उद्धार पाउनेछ मुक्ति पाउनेछ जीवन पाउनेछ शान्ति पाउनेछ र यो ढोकाभित्र पस्ने गर्दाखेरि शान्तिको घोषणा गरिनेछ
तिर पर्खिनै भन्छ ल हामी चाहिँ उकालो लाग्यौँ गाइस भन्नलाई अब आजदेखि डाँडा गाउँलाई बिदा बाई बाई डाँडा गाउँ सी यू अगेन हामी चाहिँ अब वाइलाङ जाँदैछौँ फेरि आउने हामी बाचाका साथ हामी यहाँबाट अब प्रस्थान हुँदैछौँ वालेङ अनि हाम्रो यहाँनिर कस्तो हामीलाई के भन्नु है भारी पनि बोक्नु पर्दैन यसरी हामीलाई दाजुभाइहरूले सहायता गरिराख्नु भएको छ हाम्रो भारीहरू टेन्टे बोकेर हामी रित्तै हात जाँदैछौँ खिचुवानी नानी बिस्तारै बिस्तारै छोरा हामी पुग्न पर्ने ठाउँ त्यो हो पहाडको फेदीमा भनेर यस्तो हुस्से लागिरहेको छ रहेछ कति छिटो हिँड्नुहुन्छ त ए मिस टुक्क यता फर्काइहाल्यो ठिक्क क्यामेरा चाहिँ मिस भन्ने ल क्यामेरा त ठिक्क फर्काएको मिस भन्ने ल पहाडको यात्रा यस्तै छ गाइस पहाडको ठुलो ब्रिज आउनु आँटे यहाँ पहाडको एकदमै ठुलो ब्रिज तपाईँहरूलाई देखाउँछौँ यो चाहिँ लन्डन ब्रिज हो ओके एकदम सबैभन्दा लामो पुल हाम्रो लन्डन ब्रिज हाम्रो वालेङको एकदमै लामो र सुन्दर छ हाम्रो यहाँ सन्तोष दाजुले भारी बोकिदिनु भइरहेको छ आजको हाम्रो के भन्छ मेरो भारी बिचरा बेगी हाम्रो अरू भाइहरू पर हुनुहुन्छ पुलपारी ओके वालेङको सबैभन्दा लामो पुलहरू यो हामी तर्दैछौँ आमाहरू अगाडि हुनुहुन्छ पल्लो छेउमा हाम्रो भाइहरू छ जाउँ है हजुर मिस डराएको मिस डरायो कति तल नि त्यो के त जम्प हान्नु के भन्छ बन्जी जम्प होइन नाना बन्जी जम्प भन्छ होइन बन्जी जम्प हान्नु होइन त्यो के है यस्तो दामी यहाँबाट वाउ क्या दामी हेर्नुहोस् है गाइस हाम्रो मिस डराउनु भएर अलैँची बारीबाट हाम्रो मिस डराएर यताको सिन हेर्नुहोस् क्या दामी छ कति मिनटमा तरिन्छ यो पुल हाम्रो यात्रा अहिले यहाँनिर हामीले बिसाइरहेका छौँ हाम्रो भाइहरू त हेर्नुहोस् त हेर न कस्तो खालको रहेछ भाइहरू नाना ओ भाइ तिमी को हो पागल हो नाना हाम्रो वालेङको पुल डाँडागाउँ छोरीमै हामीले अब वालेङ छिर्यौँ हाम्रो भारीहरू यहाँ छ हाम्रो भाइहरूले पुगिदिनु भएको अब चिसो खानुपर्ने हो मङ्गल ल्याउने लाखौँमा मेरो नाम गरी बोलाउने मुक्तिको मङ्गल ल्याउने लाखौँमा मेरो नाम गरी बोलाउने तिमीले टिप्ने कार्यक्रम यस्तै अर्ग्यानिक तल धरानमा यत्रो 50 रुपियाँ मुठा किन्ने यहाँ आउनुहोस् तपाईँहरू डल्लै अलिकति पनि होइन डल्लै बगानै छ निङ्गुरो घारी जुकाले खान्छ होला तर म चाहिँ पस्दिनँ बरु टिपेर दिनुभयो भने खाइन्छ कि पस्दिनँ जुकादेखि म काब्बु हाम्रो गाइजहरू माथि पुग्नु भएको छ अनि शुभहरू आउनुहुँदैछ
हजुर हजुर यस्तो यहाँ छु निगुरो टिप्दै छु हुन्छ हामी तपाईँलाई देखिरहेका छौँ हेर्नु भिडियोमा कहीँ गर्नु मलाई हराइ गयो भने हामी हेरिरहेका छौँ हामी हेरिरहेका छौँ तपाईँ तल कति किन्दै खान्छौँ त यहाँ भिडियोमा हुँदा पनि खाँदैन होइन यो निगुरेलाई यहाँ कसैले इज्जत गर्दैन रहेछ हामी इज्जत गर्ने हो गर्नुपर्छ के भन्नुहोस् त एल्डर बा के भन्नु हाम्रो दिदीबहिनीले निङ्ग्रो खोजिरहेको छ धरानदेखि आउनुभएको अब तल निङ्ग्रो एकदम महँगो छ यहाँ चाहिँ सस्तो छ होइन र पनि उहाँले इज्जत गर्नु हुँदैछ के भन्नु एउटा यो प्रभुले त्यसै फ्रीमा यहाँ दिनु भएको रहेछ प्रभुले फ्रीमा दिँदा पनि किन नखाएको त्यसो भए ल खानुपर्छ है आयो भयो हाम्रो गाइजहरू साथीहरू माथि हुनुहुन्छ छिटो जुका पाउँछ यहाँ निगुरो कार्यक्रम झार्नु भएन है हिँड्नुहोस् यो चाहिँ हाम्रो अदम बगैँचा मण्डली वास्तला चर्च हो यो वास्तलाको चर्च अब हामी चाहिँ यहाँ माथि एल्डेन आमाहरूको घरमा जाँदैछौँ हस् यो हाम्रो अदम बगैँचा चर्च वास्तला है आउँछु हिजोसम्म हामी डाँडागाउँ चर्चमा थियौँ अहिले चाहिँ वास्तला चर्चमा हामी आइपुगेका छौँ अरू चाहिँ आउनु मिल्दैन के भन्नुभएको त्यस्तो नि वास्तला चर्च एकदमै राम्रो छ हाम्रो यो अदम बगैँचा यो चाहिँ वालेङ आमा चर्च हो खोलेर पनि देखाउँछु यहाँ खुल्ला छ कि छैन अहिले अहिले भित्रबाट लग्छ वरिपरि चाहिँ अलैँची बारी मात्रै होइन टोइलेट पछाडि अलैँची बारी जताततै त्यो बाटो जानुपर्ने हामी आएको बाटो भरे सेवा भएको बेलामा ल जाउँ 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 एकदम राम्रो भ्यू चाहिँ एकदम राम्रो छ उता हेर्नुहोस् एकदम राम्रो एकदम यहाँ फुलहरू पनि छ फुलहरू पनि छ ल तिम्रो नाम चाहिँ के हो मेरो नाम एड्रिन हो के हो पेड्रिन अरे त पेड्रिन हो किसी गानी हो त्यस्तो नगर्नु खुल्ला रहेछ हेर्नुहोस् भित्र यो चाहिँ हाम्रो अदन बगैँचा चर्च वास्तला एकदमै राम्रो छ डाँडागाउँ चर्च जस्तै छ सेम रहेछ यो उयो चाहिँ डिजाइनहरू चाहिँ होइन फोटोमा चाहिँ देखेको थिएँ चर्च फाइनली आज यो ठाउँमा आउन नि पायो एकदमै ठुलो छ बाहिर जाउँ आएको जाउँ 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 सेवामा आउनुपर्छ सेवा हुँदा आउनुपर्छ ल हिँड्नुहोस् ओके थ्याङ्क यू बाई बाई भन्नुहोस् ल कता हो बाटो यता हो ल हिँड्नुहोस् न मलाई देखाउनुहोस् कता हो दिप्सनको घर कस्तो राम्रो फलेको फर्सीहरू हेर्नु न कति बेसी रहेछ अहिले त्यस्तो भन्नुहुन्छ कस्तो राम्रो फुल
नेक्स्ट ब्लग देख्नु भएको छ होला नि पछाडी यो कुन फुल हो कति राम्रो यो किन्नु पनि सक्नुहुन्छ यो किन्नु फुल हो किन्नु फुल ल जुम किन्नु सक्नुहुन्छ यतातिर चियाको बोटहरु छ हाम्रो एल्डोनी आमाको घर हो यो चाहिँ हाम्रो एल्डोनी आमा यता हुनुहुन्छ यता चाहिँ मुमाहरु छ हिँड्नुस् गाइजहरु मेरो गाइजहरु हिँड्नुस् त मेरो गाइजहरु साइली नाना यहाँ ब्लग हेर्नुहोस् हाम्रो ब्लग हेर्नुहोस् ब्लग अनि यहाँ चनीको सेरी पनि छ यतातिर हेर्नुहोस् एकदम गाह्रो रहेछ गड मेरो गाइजहरुले नै यहाँ मलाई उयो गरेको डुलाको सपोर्ट गरेको 2 घण्टा गाइजहरुले घुमाएर लाग्यो गाइजहरु अब ब्लग सिद्धिन आँटेको छ थोरै मात्र बाँकी छ टेन्सन नलिनुहोस् हस् मम्मीकोमा जान्छु वाउ हेलो गाइज उठ आयो उठ हाम्रो सुताइ चाहिँ यस्तो छ है गाइज अब आँखा बलेर हामी चाहिँ अहिले केराबारीमा छौँ गाइज हेर्नुहोस् हामी बसेको ठाउँ चाहिँ यहीँ तल हो हाम्रो हेलिकप्टर जानको लागि तयार छ हाम्रो यात्रुहरू तयारमा हुनुहुन्छ यो मान्छे राति चलेको देखेँ वाउ कस्तो दामी नै गाउँ तर राम्रो निक्लिँदो रहेछ नानाकोमा चाहिँ खतरा निस्किन्छ है नानाकोमा राम्रो निस्किँदो रहेछ वाउ अझ यो कुहिरो हटाएको भए झन् दामी हुन्थ्यो हामी चाहिँ खादबारी आइपुग्नु लागेको छौँ है खाजा खाने ठाउँ हो कुहिरो कस्तो देख्दैन रहेछ लाइभमा चाहिँ दामी छ कि रियलमा त हेर्नुहोस् त भने हामीले टन्नै खाजा खाइरहेको छ तातो तातो थुक्पा ओइ उ त्यो के खोलेको आमा त्यो त्यत्तिकै उयो अरे के हो यो बाटो यस्तो छ रेस्टुरेन्ट जानु कि क्या हो जानु जाउँ न त मन जान्छु हेर्नुहोस् है यतातिरको बाटो यस्तो दामी हुन्छ सिडी हामीलाई कैला लागिरहेको छ हिजो हिँडेर खुट्टाहरू त नि प्रभु म जान्छु अगाडि म जान्छु हट आयो मेरो पनि पीडा त्यस्तै हो नि त दादा अब यो आलु हेर्नु न आलु प्याज सरर यसको प्रेम सरर जोडी मिल्छ अलिक जोडी मिल्यो भने बिहा गरौँ भनेको मिल्छ छोरालाई चाहिँ लोकान्दा आयो गुरुजी बोलेछ गुरुजी हो मैले पत्ता लगाएँ यो चाहिँ हाम्रो टुडिखेल बजार हो खादबारीको यहाँनिर चाहिँ शनिबार हाट लाग्छ तर अहिले पनि लागिरहेको छ दसैँले गर्दाखेरि हामी पहिले यहाँनिर बजार बनाउँथ्यौँ पहिले खोइ हेलो गाइस यो चाहिँ मेरो हामी चाहिँ अहिले नयाँ बजारमा छौँ कुन ठाउँ हो आस्था नयाँ बजार त कता भयो यो चाहिँ पहिले हामी स्कुल जाने बाटो यही है हामी यहीँबाट स्कुल जान्थ्यौँ वाउ यो खादबारी बजार हो यस्तो छ है गाइस खादबारीको भ्यू तपाईँहरूलाई देखाउँछौँ
अहिले चाहिँ हामी साइली नाना भिसनको मम्मीको रुममा आइपुगेका छौँ। यस्तो छ गाइज। आए छिटो गर भिसन। हाम्रो खलासी भाइ हामी चाहिँ जानु लागेको छौँ अब घरतिर। दादालाई पर्खिरहेको छौँ। के डेन्जर हानेको। बाई बाई खातबारी। अब हामी गएको। हामी अहिले धरान आइपुगेका छौँ गाइस। यतिखेर राति भएको छ। हेर्नुहोस् धरान बजार।